बेलुका र बिहान भइसकेपछि छोरी मान्छेलाई एकदमै तनावग्रस्त भनेको चाहिँ सब्जी के बनाउने, आज के बनाऊँ, भोलि के बनाऊँ, एकदमै टाउको दुखाइ। यदि सब्जी छ भने पनि सब्जी के पकाऊँ भनेर सोध्ने गर्छु म चाहिँ। सो तपाईँहरू पनि सोध्नुहुन्छ कि हुँदैन होइन? अनि चाहिँ म चाहिँ पहिला घरभरि सब्जी हुन्थ्यो क्या। माइतमा हुँदाखेरि मम्मीलाई सोध्थेँ, ए मम्मी सब्जी के बनाऊँ भन्थेँ। अन्त मम्मीले के भन्नुहुन्थ्यो, आँखा अगाडि त्यत्रो सब्जी चाहिँ एउटा न एउटा बना न भन्नुहुन्थ्यो। तर पनि चित्त नबुझ्ने है, के भन्नु न भन्ने गर्थेँ। सो अहिले पनि म त्यस्तै भन्छु कि मेरो बुढालाई सब्जी हुन्छ अनि र पनि अब म सोध्छु क्या के बनाउने भनेर। किनभने अब बुढाले यो बनाऊ त्यो बनाऊ भन्यो भने चाहिँ सो भरे उहाँहरूले मजाले खानुहुन्छ नि त। अनि उहाँहरूकै डिमान्ड अनुसार पाकेको हुन्छ। र आज चाहिँ यहाँनिर मैले चाहिँ के बनाएको छु भने यो पनि के बनाएको छु भन्दाखेरि चाहिँ यो बुढाकै डिमान्डमा है साथीहरू। आलु गुन्द्रुक टमाटरको रस बनाएको छु साथीहरू। तपाईँहरूलाई कतिको धेरै मनपर्छ होइन? मेरो बुढाको एकदम फेभरेट हो नि त। अनि यो चाहिँ यो जाडो महिनामा अनि झरीमा खानु चाहिँ एकदमै मजा लाग्छ मलाई चाहिँ यो गुन्द्रुकको रस चाहिँ। तर पनि के गर्नु, अब मेरो बुढाको डिमान्ड अनुसार मैले बनाएको छु होइन? अन्त यताति खाना अघि मैले रेडी गरिसकेको छु। अनि यहाँ चाहिँ एकदम छोटो मिठो छिट्टो तरिकाको सोयाबिनको अचार है। अन्त मैले यहाँनिर भिडियो पनि बनाएको छु यसको चाहिँ होइन, के हालेँ के कसरी कसरी गरेँ भनेर चाहिँ छिटो मिठो तरिकाको अचार पनि बनाएको छु। सो आजको बेलुकाको मेरो डन भयो। अब खाना चाहिँ अलिकति लेट हुन्छ होइन? यहाँ भक 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 पनि उम्लिसकेको छ। अब यसलाई चट्ट छोप्छु अनि राख्छु। गरम छ साथीहरू है। अन्त अब खानु चाहिँ अब अलिकति भरे टाइम लाग्छ। एकदम बाकुलो भएको छ हेर्नु नि, टक्क लगाएर वाउ। सो आजको मेरो बेलुकाको लन्चन चाहिँ डन भइसकेको छ है त साथीहरू।